नमस्कार र स्वागतम सबैजनालाई आजको हाम्रो पोडकास्ट कार्यक्रम। समय आफैमा बहुमूल्य छ, त्यसकारण मैले मल्टिटास्किङ गर्छु। सकेसम्म हामी मल्टिटास्किङ गर्ने चाहिँ सोचमा चाहिँ सकारात्मकता र मनमा प्रतिबद्धता त्यो चाहिन्छ। यो समय स्रोत, समय एउटा साधनको रूपमा यो महत्त्वपूर्ण साधन हो। हामीले यसलाई अधिकतम प्रयोग गरेर हाम्रो साध्य, हाम्रो उद्देश्यसम्म पुग्न हामीले सफल हुनुपर्छ। त्यसको लागि समय उचित सन्दर्भमा है, सन्दर्भ र समयको महत्त्वपूर्ण फेरि सम्बन्ध हुन्छ। हाम्रो चाहिँ सन्दर्भ भनेको चाहिँ हाम्रो चाहिँ विषय प्रसङ्ग होइन। अहिले म कुन अवस्थामा के गरिरहेको छु र मेरो अहिलेको आवश्यकता के हो, मेरो उद्देश्य के हो, मेरो चाहिँ सन्दर्भ के हो त जीवनको होइन, र मेरो लक्ष्य के हो र त्यो लक्ष्यलाई पुरा गर्ने मेरा उद्देश्यहरू के हुन्। ती उद्देश्यसँग मैले समयलाई चाहिँ जोड्न सक्नुपर्छ। ती मेरो एउटा महत्त्वपूर्ण लक्ष्य हुन्छ जीवनको। ती लक्ष्यलाई पुरा गर्ने उद्देश्यहरू हुन्छ। त्यो उद्देश्यहरू पुरा गर्नलाई मैले विभिन्न स्रोतहरूको चाहिँ प्रयोग गर्छु, परिचालन गर्छु। त्यसको लागि मैले समयलाई एउटा महत्त्वपूर्ण हतियारको रूपमा लिन्छु होइन। समयलाई प्रयोग गर्छु, परिचालन गर्छु भन्ने भन्दा पनि समयको पाबन्दीमा मैले आफ्ना गतिविधिहरूलाई प्राथमिकताका साथ प्रयोग गर्छु भन्ने हो। यसरी हामीले समयलाई व्यवस्थापन गर्न सक्नुपर्छ। त्यसको लागि अलिकति बहुआयामिक कामहरू गर्न सिक्नुपर्छ। अध्ययन जीवन र समाजलाई सँगै लिएर र जोडेर कसरी अघि बढ्नुभयो? बस्दा अथवा समय रहँदा मैले त्यो समयलाई, अब एउटा समयमा म एउटा काम गरिरहेको छु भने त्यो मिलेसम्म अर्को काम पनि मैले त्यो समयमा म्यानेज गर्छु, गरिहाल्छु। म मल्टिटास्किङ भन्छ। मल्टिटास्किङ गर्न सिक्नुपर्छ। यो सिप हो। यो सिप हो। कसरी त्यो समयलाई मैले सदुपयोग गर्छु। किनकि त्यो समय त मेरो लागि आउँदैन, त्यो मूल्यवान छ, धेरै मूल्यवान छ। न किन्न सकिन्छ, न फेरि प्राप्त गर्न सकिन्छ। समय आफैमा बहुमूल्य छ, त्यसकारण मैले मल्टिटास्किङ गर्छु। सकेसम्म हामी मल्टिटास्किङ गर्ने के गर्न सकिन्छ, त्यो उत्पादनशीलता कहाँ कति चाहिँ आफ्नो समय स्रोत खर्च गर्नुपर्छ, त्यो अनुसारको चाहिँ हामीले मल्टिटास्किङ गर्न सिक्नुपर्छ। चाहिँ कामहरू, बहु कार्यहरू कसरी गर्न सक्ने गरिन्छ प्रभावकारी रूपमा हो, त्यतातिर हामीले ध्यान दिनुपर्छ। सबै कुरा ख्याल गर्नुपर्छ। स्वास्थ्यदेखि लिएर आफ्नो जीवन, परिवार, समाज, पेसा सबैलाई चाहिँ हामीले सन्तुलनमा अगाडि लान सक्यौँ भने, प्राथमिकरण गरेर कामका प्राथमिकरणहरू, कामलाई प्राथमिकरण गर्ने भनेको आवश्यकता र औचित्यका आधारमा, त्यसको चाहिँ अनिवार्यताको आधारमा होइन, त्यसको चाहिँ एउटा इमर्जेन्सीको आधारमा हामी कामलाई प्राथमिकता गर्ने, आफ्ना चाहिँ उद्देश्य अनुसार हाम्रा कामहरूलाई चाहिँ प्राथमिकरण गर्दाखेरि समयको व्यवस्थापन हुन्छ। सबैभन्दा ठुलो कुरो चाहिँ प्रतिबद्धता, मनभित्र र चाहिँ सोचमा चाहिँ सकारात्मकता र मनमा प्रतिबद्धता त्यो चाहिन्छ। सोचमा सकारात्मकता र मनमा प्रतिबद्धता चाहिँ हुन सक्यो, बढ्न सक्यो भने त्यसलाई आफैले ग्रोथ गर्ने हो। फेरि त्यो विचारलाई पनि ग्रोथ गर्ने हो। सोचमा जहिले सकारात्मकता राख्ने, म सक्छु, आई क्यान डु भन्ने, जहिले पनि आफ्ना उद्देश्यहरूप्रति भिजुलाइज गर्ने, जहिले पनि त्यसलाई आफ्ना ठुला महान जीवनका उद्देश्यहरूप्रति आफूले भिजुलाइज गर्ने, उद्देश्यहरूप्रति भिजुलाइज गर्ने, म सक्छु, आई क्यान डु नि सिद्धान्तलाई चाहिँ एउटा चाहिँ मूल मन्त्र बनाएर सकारात्मकता र सृजनशीलताका साथ होइन, वातावरणलाई आफू अनुकूल र वातावरण अनुसार आफूलाई एडप्ट गरेर अगाडि बढ्न सक्यो भने समयको व्यवस्थापन हुन सक्छ। तथापि यो सङ्घर्षशील छ। यो जीवनलाई सङ्घर्षमा रमाउन सिक्ने हो, दुःखमा रमाउन सिक्ने हो होइन, अप्ठ्यारामा पनि सिक्ने हो, सिक्नुपर्छ। मेरो जीवनको सिकाइ हो भन्ने हो। त्यो भयो भने, त्यो खालको सकारात्मकता भयो भने हामी समय व्यवस्थापन गरेर हामीले हाम्रो अध्ययनलाई प्रभावकारी बनाउन सक्छौँ।
जीवनलाई सार्थक बनाउन सक्छौँ, समाजमा केही साथ सहयोग र योगदान गर्न सक्छौँ। धन्यवाद डाक्टर कृष्णहरि बुढाथोकीज्यूलाई उहाँको अमूल्य समय र शब्द यस पोडकास्ट कार्यक्रममा हामीलाई प्रदान गर्नुभएकोमा। हामी यस अजिसा कार्यक्रमलाई आजको लागि समाप्त गर्दै अर्को पोडकास्ट कार्यक्रममा फेरि र चाँडै भेट्नेछौँ र त्यो पनि नयाँ विषय र नयाँ उत्सुकताका साथ। धन्यवाद कृष्णजी, यो महत्त्वपूर्ण अवसर जुटाउनुभयो र आफ्नो अनुभव र आफ्नो ज्ञानलाई पनि केही थोरै भने पनि बाँड्ने मौका दिनुभयो। कृष्णजीलाई म हार्दिक आभार प्रकट गर्छु, धन्यवाद ज्ञापन गर्दछु।